मेरो IQS डिस्कस च्यानलमा। कृपया आज मैले विक्रम सम्वत 2082 असोज 8 गतेको वस्तुगत प्रश्नहरू लिएको आएको छु, लोकसेवा आएको। कृपया हेरेर साथ दिनुहोला। 1 नम्बरमा रहेको छ ब्यालन डियर अवार्ड 2025 को विजेता खेलाडी को हुन्? पुरुषतर्फ ओस्मान डेम्बेले, फ्रान्सका फरवार्ड हुन्। उनी अहिले प्यारिस सेन्ट जर्मेनबाट खेल्दैछन्। त्यस्तै महिलातर्फ आयताना बोनमती, स्पेनकी हुन्। उनी लगातार 13 पटक जितिन्। र अन्य विजेताहरू उत्कृष्ट पुरुष टोली PSG, उत्कृष्ट प्रशिक्षक लुइस एन्ड्रिके जुन स्पेनका हुन् र अहिले चाहिँ PSG कै प्रशिक्षण गर्दैछन्। त्यसै उत्कृष्ट गोलरक्षक डोनारुमा अहिले म्यान्चेस्टर सिटीमा आबद्ध भइसकेका छन्। त्यस्तै नेपाल विद्युत प्राधिकरणको नयाँ कार्यकारी निर्देशकमा कसलाई नियुक्ति गरियो भनेको छ मनोज सिल्वालाई। योभन्दा अगाडि चाहिँ हितेन्द्र देव साक्य हुनुहुन्थ्यो भने अहिले चाहिँ मनोज सिल्वालाई गरेको छ 2082 असोज 5 गते। यो कुराले ध्यान दिनु ल। त्यस्तै गरेर सरकारले केन्द्रीय अनुसन्धान ब्युरो CIB को प्रमुख कसलाई चयन गर्यो भन्यो IGP मनोज केसीलाई। नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो CIB को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक AIG डाक्टर मनोज केसीलाई चयन गरेको, यो कुरा पनि ध्यान दिनु होला। त्यस्तै जेएनजी आन्दोलन 2082 भदौ 23 र 24 को सन्दर्भमा भएका घटनाको अनुसन्धानका लागि उच्च स्तरीय न्यायिक जाँचबुझ आयोग कहिले गठन गरियो भनेको छ 2082 असोज 5 गते। यो कुरा पनि ध्यान दिनु होला। सदस्यहरूमा पूर्व AIG विज्ञानराज शर्मा, कानुनविद विश्वेश्वर प्रसाद भण्डारी रहनुभएको छ, जसमा चाहिँ अध्यक्षता चाहिँ गौरी बहादुर कार्की हुनुहुन्छ, पूर्व न्यायाधीश। त्यस्तै दुधकोशी 2 जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ 77 मेगावाट। यो कुरा ध्यान दिनु होला। यो सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा निर्माण हुने भएको छ। त्यस्तै गरेर यसको सम्झौतामा चाहिँ 2082 असोज 5 गते चाहिँ यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। लोकसेवा आयोगद्वारा विक्रम सम्वत 2082 असोज 5 गते राष्ट्रपति समक्ष पेश गरिएको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन अनुसार स्थायी रोजगारीका लागि सबैभन्दा बढी उम्मेदवार सिफारिस भएको जिल्ला कुन हो भनेको जुम्ला। त्यो कुरा ध्यान दिनु होला। त्यस्तै सबैभन्दा कम दरखास्त पर्ने जिल्ला चाहिँ मनाङ, मुस्ताङ, रसुवा, रुकुम पूर्व र डोल्पा रहेका छन् भने सबैभन्दा बढी दरखास्त पर्ने जिल्लाहरूमा सर्लाही, धनुषा, बारा, महोत्तरी, रौतहट रहेका छन्। त्यो कुरा पनि ध्यान दिनु होला। त्यस्तै सिंहदरबारको निर्माण कसको पालामा भएको चन्द्रशमशेरको पालामा र यो अहिले फेरि पनि आगो लागि भएको छ। अहिलेसम्म 2 पटक आगो लागि भएको छ। पहिलो पटक आगो लागि 2030 असार 25 गते प्रधानमन्त्री कृतिनिधि विष्टको पालामा। त्यस्तै दोस्रो पटक 2082 भदौ 24 गते प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा। यो कुरा पनि ध्यान दिनु होला। त्यस्तै 2030 सम्म डिजेल र पेट्रोलबाट चल्ने सवारी साधन प्रतिबन्ध गर्ने घोषणा गर्ने राष्ट्र कुन हो? आयरल्यान्ड हो। त्यस्तै भैरव पुरस्कार 2082 बाट सम्मानित हुने व्यक्ति को हुनुहुन्छ भनेको छ हास्य व्यङ्ग्य कलाकार कृष्ण प्रधान। त्यो कुरा पनि ध्यान दिनु होला। त्यस्तै अर्को रहेको छ पुरस्कार राशि भैरव वाङ्मय पुरस्कार चित्रकलाकार हरिप्रसाद शर्मालाई, भैरव प्रतिभा पुरस्कार विवश पोखरेललाई। दर्ता भएका ट्रेडमार्क कति अवधिभित्र प्रयोग नगरे खारेज हुने व्यवस्था रहेको छ भनेको छ 1 वर्षभित्र। त्यो कुरा पनि ध्यान दिनु होला। राष्ट्रिय शिक्षा दिवस असोज 2 गते मनाइन्छ। यो कुरा पनि आदर्श वाक्य 2081 देखि 2085 सम्म ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ भनेको छ सेप्टेम्बर 8 मा। 2025 को नारा 59औं थियो। प्रोमोटिङ लिटरेसी इन द डिजिटल इरा, डिजिटल युगमा साक्षरताको प्रबन्धन भन्ने थियो। 2082 मा प्रदान गरिने पद्मश्री साहित्य पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् भनेको छ रमेश भुसाल, कीर्ति छालबाटो। पद्मश्री साधना सम्मान रमा शर्मा। पद्मश्री गौरव पुरस्कार प्रा डाक्टर अभिनारायण सुवेदी। यो कुरा ध्यान दिनु होला। राजधानी विभागका अनुसार कहिलेसम्ममा सबैको हातमा पासपोर्ट पुर्याउने लक्ष्य 2030 सम्म। भर्चुअल मुद्राको सुरुवात गर्ने देश जापान। नेपाल पत्रकार महासङ्घको पहिलो महिला अध्यक्षमा निर्वाचित हुन सफल सञ्चारकर्मी निर्मला शर्मा। यो कुरा पनि ध्यान दिनु होला। त्यो शरणार्थी र आप्रवासी सम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन पहिलो पटक कहिले आयोजना गरियो 2016 सेप्टेम्बर 9 मा।
त्यस्तै मानव बेचीकरण तथा ओसार पसार विरुद्धको राष्ट्रिय दिवस कहिले मनाइन्छ? भदौ 20। सुशासन पुरस्कार 2081 कसलाई प्रदान गरियो? अख्तियार दुर्पयोग अनुसन्धान आयोगद्वारा प्रदान गरिने पुरस्कार यो रमेश धमाला, कान्तिपुर टिभी। त्यस्तै नवराज मैनाली, नयाँ पत्रिका। टपेन्द्र कार्की, नागरिक दैनिक। सविता अछामी, नमस्ते खोटाङ.com सम्मानित हुनुभएको। त्यस्तै नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि मोहन कोइराला। 2025 सेप्टेम्बरमा ग्यालपद्वारा सार्वजनिक गरिएको ग्लोबल सेफ्टी प्रतिवेदन अनुसार विश्वकै सुरक्षित देश कुन रहेको छ भनेको छ सिङ्गापुर। 2006 यता यो उपाधि सिङ्गापुरले 12 पटक प्राप्त गरेको छ। यो कुरा पनि ध्यान दिनु होला। सुरक्षाका हिसाबले अग्रस्थानमा रहेका राष्ट्र: सेफ टु वाक अलोन एट नाइट सिङ्गापुर 98%, 2मा ताजिकिस्तान 95%, चीनमा 94%, ओमन, साउदी अरेबिया, हङकङ, कुवेत, नर्वे, बहराइन र युए टप देशमा परे। सुरक्षाको हिसाबले कमजोर राष्ट्रहरूमा चाड, म्यानमार, इस्लानीति, जिम्बाब्वे, चिली, इक्वेडर, लाइबेरिया, बोत्सवाना, लेसोथो र दक्षिण अफ्रिका है। सार्क राष्ट्रको अवस्था हेर्दा बङ्गलादेश सबैभन्दा सुरक्षित 74%, भारत 72%, नेपाल 63%, श्रीलङ्का 63%, पाकिस्तान 51% रहेको छ। यस्तै अन्य भिडियोहरू चाहिएको छ भने कृपया यस च्यानललाई सब्सक्राइब गर्न, लाइक गर्न, सेयर गर्न र कमेन्ट गर्न नभुल्नु होला। हस्त नमस्ते।